हामी विदेशमा होस् या स्वदेशमा काम भनेको जहीँ पनि गर्नै पर्छ हैन। तर हाम्रो मजदुर ज्याला भनेको कति हुन्छ त्यसमा फरक पर्छ हैन। सबै आफ्नो ठाउँमा हुन्छ र काम कस्तो हुन्छ हैन। अब त्यसमा चाहिँ मेरो काम चाहिँ फेरि एकदमै गाह्रो छ के। अब तपाईहरुलाई सजिलो छ जस्तो लाग्छ होला हैन, एकदमै गाह्रो छ। हप्तामा प्रत्येक विक चाहिँ एउटा कन्टेनर आउँछ, पुरै क्या ठुलो। त्यो कस्तो कन्टेनर आउँछ भने चाहिँ चाइनाबाट आउँछ, त्यो पुष्पराज झुकेगा नै वाला कन्टेनर आउँछ क्या। जम्मी हाम्रोमा चाहिँ 4वटा कन्टेनर आउँछ हैन। त्यसमा चाहिँ एउटा रहेको छ मेन भनेको प्रत्येक हप्ता आउने भनेको किम्चीको कन्टेनर। कम्पनी नै किम्चीको भएकोले गर्दा कन्टेनर चाहिँ किम्चीको आउँछ। अर्को भनेको जेनमाईको कन्टेनर आउँछ र जेनमाईको कन्टेनर चाहिँ 2 महिनामा एकचोटि आउँछ। र अर्को भनेको खोर्सानीको धुलो हुन्छ। त्यो खोर्सानीको धुलो कन्टेनर पनि लगभग झन्डै 5 महिनामा एकचोटि आउँछ। अनि त्यस पछाडि वर्षमा 2 चोटि आउने कन्टेनरहरू चाहिँ डिप फ्रिजको रहेको छ र डिप फ्रिजको सामान रहेछ। त्यो चाहिँ एकदमै भारी हुन्छ क्या, 22 किलोको हुन्छ हैन। अनि त्यो 22 किलोको चाहिँ एकदमै गाह्रो हुन्छ क्या। त्यसलाई चाहिँ अब हेर्नुस् न, यसरी थाक लाउनु पर्छ क्या। ड्याम उठायो हैन, कानमा उठाएर अनि यसरी थाक लाउनु पर्छ। राख्ने ठाउँै छैन पुरै। आम्मा गाह्रो छ नि, काम गर्नु गाह्रो छ, पैसा कमाउनु गाह्रो छ। ड्याम टिपेर ल्याउनु पर्छ, कति गाह्रो छ नि। के गर्नु, धन्न कम्पनीले चाहिँ कन्टेनर झारिदिने अनि सामान भित्र हालिदिने, मान्छे चाहिँ बोलाइदिन्छ। त्यही भएर मात्र टिकेको म, नत्र त यस्तो गाह्रो छ कम्पनी उहिल्यै छोडिसक्थेँ नि। कहाँ सक्छु र म, माना कान्ते त हो।